सम्पूर्णमास नमस्कार। म अनुराग सुवेदी आफ्नै फेसबुक च्यानल अनुराग सुवेदीबाट प्रसारण गइरहेको छु। आज मैले मेरा केही भनाइहरू राख्न गइरहेको छु। सबैले सुनिदिनु हुन हार्दिक अनुरोध गर्न गइरहेको छु। मेरो पहिलो भनाइ छ राजतन्त्र र गणतन्त्र बीचको फरक र अर्को भनाइरहेको छ हिजो विक्रम सम्वत 2081 साल चैत महिना 15 गते भएको आन्दोलन र अरू विभिन्न देशमा घटेका समसामयिक घटनाहरूको बारेमा मैले मेरा भनाइहरू राख्न गइरहेको छु। जस्तो भए पनि सुनिदिनु हुन हार्दिक अनुरोध गर्न गएको छु। मैले अब मेरो पहिलो भनाइ राजतन्त्र र गणतन्त्र बीचको फरक राख्न गइरहेको छु। राजतन्त्रमा एउटा मात्र राजा हुन्थ्यो भने अहिले गणतन्त्रमा सयौं छोटा राजाहरू हुन्छन्। राजतन्त्रमा देशले एउटा मात्र राजालाई व्यवस्थामा हेर्नु पर्थ्यो भने अहिले गणतन्त्रमा देशले सयौं छोटा राजाहरूको व्यवस्थापन हेर्नु पर्छ। राजतन्त्रमा बोल्ने अधिकार त थिएन, तर गणतन्त्रमा बोल्ने अधिकार त छ। बोल्दा बोल्दै कति बेला गोली हानिन्छ त्यो चाहिँ थाहा छैन। म केही महिना अघिको कुरालाई अवगत गर्न चाहन्छु, जहाँ नेपाली युवाहरूले आन्दोलन सुरुवात गरेको थियो। त्यो आन्दोलनबाट हाम्रा आदरणीय प्रधानमन्त्री एवं विभिन्न अरू मन्त्रीहरूलाई लागेछ कि अब जनता सक्रिय भए, जान्ने भए र बुझ्ने भए। अब यिनीहरूले हामीलाई हटाउँछन् भनेर उहाँहरूले प्रहरी प्रशासनलाई आदेश दिनुभयो कि गोली हानेर त्यस आन्दोलनलाई दबाउनुहोस् भनेर। सोही अनुरूप हाम्रा प्रहरी प्रशासनहरूले गर्नुभयो र त्यहाँ गोली हान्ने बेलामा 2 जना नेपाली युवाको मृत्यु भयो। त्यो दुईजना नेपाली युवा मरेका छन्। त्यो नेपाली युवा मरेको जिम्मा गणतन्त्र लिन्छ कि राजतन्त्रले? अवश्य नै गणतन्त्रले लिनुपर्छ नि। अनि हाम्रा आदरणीय भूपू प्रधानमन्त्री प्रचण्डजीले भन्नुहुन्छ कि मैले पहिला 17,000 जनता मरेको जिम्मा लिन्छु र अब यी 2टा जनता मरेको जिम्मा पनि म आफै लिन्छु भनेर। अब भन्नुहोस् त, हामी साधारण जनताले त्यस्तो भनेको भए हामीलाई त्यहाँ राख्थे त? राख्ने थिएन। अवश्य हामीलाई गोली हानेर मारिदिने थिए। त्यही हामीले एकजना मान्छेले मारेका हौ भनेर भन्यौं भने त त्यहाँ त हामीलाई त जेलमा हान्छन् र मारिदिन्छन्। हाम्रो प्रधानमन्त्री भूपू प्रधानमन्त्रीजीहरूले त्यस्तो भन्दाखेरि चाहिँ त्यो केही हुँदैन। त्यहाँ उहाँहरूको अझ झन् बढी सेक्रेटरी हुन्छ अरे। अब भन्नुहोस्, राजतन्त्र ठिक कि गणतन्त्र ठिक? अवश्य राजतन्त्र ठिक हो नि। म अब हिजोको घटनामा जान चाहे। विक्रम सम्वत 2081 साल चैत महिना 15 गतेको घटनालाई मैले यहाँ अब अवगत गर्न चाहन्छु। त्यो घटना हिजोकै हो। हिजो राजावादीहरूले आन्दोलन गरिरहेको बेलामा प्रहरी प्रशासनहरूले राजावादीमा पहिला प्रहार गर्नुभयो। त्यसपछि राजावादीहरू पनि आक्रोशित भएर प्रहरी प्रशासनमाथि आक्रमण गर्न थाले। त्यो बेलामा त्यो माहौल चाहिँ हातभन्दा बाहिर पुगिसकेको थियो। प्रहरीको हातभन्दा बाहिर पुगिसकेको थियो। त्यहाँ चाहिँ नेपाल सरकारले आर्मीहरूलाई र सशस्त्र प्रहरीलाई चाहिँ परिचालन गर्न बाध्य भयो र परिचालन गर्यो। त्यही बेलामा त्यहाँ गोली बारुद पनि भयो। त्यही गोली बारुद गर्ने बेलामा त्यहाँ आगो लाग्यो र एक घरभित्र रहेका 2 जना मानिसहरूको मृत्यु भयो। एकजना पत्रकार हुनुहुन्थ्यो भने एकजना साधारण नागरिक हुनुहुन्थ्यो, देशकै जनता हुनुहुन्थ्यो। अब उहाँहरू 2टाको जिम्मा कसले लिन्छ? अझै पनि गणतन्त्रवादीहरूले र मन्त्रीहरूले भन्छन् कि यसको जिम्मा त राजावादी नै हुन् भनेर। के यसको जिम्मा राजावादी हुन्? हैनन् नि। राजावादी हुन् यिनीहरूलाई जेलमा हाल्नुपर्छ र यिनीहरूलाई मार्नुपर्छ भनेर अब गणतन्त्रवादीहरू र मन्त्रीहरूले भन्छन्। हजुरहरूले 17,000 जनतालाई मारेको हो, म जिम्मा लिन्छु भन्दाखेरि चाहिँ हजुरलाई केही नगर्ने, अझ सेक्रेटरी बढिदिने रे। त्यो मार्दैन, मारेको भन्नुहुन्छ र अझ उनीहरूलाई जेलमा हाल्नुपर्छ रे। यो त अत्याचार भएन र? भन्नुहोस् न मन्त्रीजीहरू, यो त अत्याचार भएन र? अवश्य यो अत्याचार नै हो। त्यहाँको त्यो गल्ती पनि अझ गणतन्त्रले नै लिनुपर्छ। हाम्रा मन्त्रीजीहरूले नै लिनुपर्छ त्यो उसनी। त्यहाँको त्यो घटनाको जिम्मेवारी पनि हाम्रो गणतन्त्रवादी र हाम्रा नेताहरू नै हुनुपर्छ। अब त्यही कुरामा अर्को एकजना पत्रकारले भन्नुहुन्छ कि गणतन्त्रवादीको आन्दोलनमा आदरणीय भूपू प्रधानमन्त्री प्रचण्डजी हुनुहुन्छ अरे, उहाँको छोरी हुनुहुन्छ अरे। तर चाहिँ राजतन्त्रवादीको आन्दोलनमा खै राजा र खै राजाको छोरी भनेर उहाँहरूले भन्नुहुन्छ।
छैन। अब राजा आउनुहुन्छ, अवश्य राजा त्यहाँ आएर आन्दोलन गर्नुहुन्छ। राजालाई त नि राजालाई त भनिन्छ नि पूर्व पश्चिम उत्तर दक्षिण राजा हुँदैनन्। राजा कहिले पूर्व हुन्छन्? प्रधानमन्त्रीहरू पूर्व हुन्छन् र मन्त्रीहरू पूर्व हुन्छन्। राजा कहिल्यै पूर्व हुँदैन। यो हजुरको भरमबाट हटाउनुहोस्। राजालाई नि कोहीले हटाएको हो हैन नि, राजा आफै हट्नु भएको। राजालाई गएर राजगद्दीबाट गलत्याएर कोहीले निकाले हैन। राजा आफैले अब जनताहरूले चाहिँ गणतन्त्रलाई हेर्छन् भनेका छन्। म भन्दा राम्रो गणतन्त्रले गर्छ भने म छोडिदिन्छु भनेर उहाँले आफै राजगद्दीबाट निस्किनु भएको। उहाँले निस्किँदा के भन्नुभएको थियो? जनताको नासो जनतालाई नै दिन्छु भनेर फर्किनु भएको नि। त्यसै गरी हजुरहरू निस्किन सक्नुहुन्न हैन। हजुरहरूले उही किर्चीको प्यारो छ नि। पहिला राजाले केही नभन्दाखेरि राजा भाइ मारा भएनन्, मूर्ति चोर भएनन्। अब चाहिँ राजाले जनता उठ्नुपर्छ, जनता जागृत हुनुपर्छ भन्नुहुन्छ भने राजा भाइ मारा भए रे, मूर्ति चोर भए रे। हजुरहरू गद्दीमा हुँदाखेरि र हजुरहरूको पहुँच र सिटमा हुँदाखेरि हजुरलाई त्यो छानबिन गर्नुपर्छ भन्ने लागेन? त्यहाँ पनि त छानबिन गर्नु पर्थ्यो नि, किन गर्नु भएन? अहिले भन्नुहुन्छ कि राजा भाइ मारा अनि मूर्ति चोर। हजुरहरू नि त हो नि। हजुरहरूले के आरोप लागेका छन् थाहा छ? बाँसबारी छाला काण्ड, भुटानी शरणार्थी काण्ड एवं अरू विभिन्न काण्डहरू पनि राखेको छ हजुरहरूलाई। त्यसमा हजुरहरूलाई केही छैन। तर राजा भाइ मारा भए रे, मूर्ति चोर भए रे। अझ पनि हजुरहरूले भन्न छोड्नुहुन्न। पहिला गणतन्त्र ल्याउनको लागि 17,000 जनता मार्नु भएको हो कि होइन? हो नि। राजाले चाहन्थ्यो भने 17 को डबल त्रिबल चौबलले मार्न सक्थे क्या राजाले। तर त्यसो होइन। मेरा जनता म छोड्दैमा बाँच्छन् भने म उनीहरूलाई बचाउँछु, म छोड्ने छु। म यही देशको एउटा कुनामा बसेर हेर्छु अनि कहिलेकाहीँ मेरो आवश्यक नागरिकलाई पर्यो भने मैले नागरिकको सहयोग गर्छु र मेरो जनताको सहयोग गर्छु भनेर उहाँ त्यहीँ बस्नु भएको, काठमाडौँमै बस्नु भएको। अझ हजुरहरू भन्नुहुन्छ कि हाम्रो बुबु प्रधानमन्त्री पुष्पकमल दाहालजी उहाँले भन्नुहुन्छ कि मैले ल्याएको गणतन्त्रले, हजुरले ल्याएको गणतन्त्र हो। हजुरको मुखमा कहिल्यै हुन्न कि हामीले ल्याएको गणतन्त्र भनेर। हामी सबै जनताहरूले हजुरले गणतन्त्र ल्याएदेखि के कार्यहरू गर्नुभएको छ मन्त्रीहरूले भनेर त हेरेका छन् नि। त्यही कार्यहरू हेर्दाखेरि यो अब गणतन्त्र ठिक भएन, हामीले ल्याएको गणतन्त्र ठिक भएन, अब हामीले राजतन्त्र ल्याउनु पर्छ भनेर जनता आगृत भएका हुन्। राजाले होइन नि जनतालाई आऊ आन्दोलन गर भनेको। हामीले मन्त्रीहरूको पनि प्रधानमन्त्रीहरू मन्त्रीहरूको कार्य हेर्यौँ, तर हामीलाई राम्रो लागेन, हाम्रो जनताहरूलाई राम्रो लागेन र उहाँले अब हामीले राजतन्त्र ल्याउँछ भनेको त हो नि। हाम्रो राजतन्त्र, हाम्रो गणतन्त्र हाम्रो देश हो के, हजुरहरूको देश होइन। हजुरहरूको नि हो, हजुरहरूको पनि हाम्रो जतिकै भूमिका छ हजुरहरूमा नि यो देश बनाउन। तर खै देश बनेको प्रधानमन्त्री मन्त्रीहरूले चाहिँ यो देशै बनेन के, गणतन्त्रले यो देशै बनेन। त्यही भएर हाम्रो आदरणीय जनताहरू, हामी सबै जनताहरू चाहिँ अब राजतन्त्र ल्याउनु पर्छ, राजाले केही गर्छन् कि भनेर त हो नि जागृत भएको। राजतन्त्र ल्याएर राजाले केही कार्य गर्छन् वा गर्दैनन् त्यो हेर्छौँ। राजाले कार्य गरेनन् भने केही वर्षपछि फेरि गणतन्त्र ल्याइन्छ। हामीले हाम्रो देशमा हामीले जे ल्याउन पाइयो, जे फाल्न पाइयो। अब हजुरहरूले स्वतन्त्र रूपमा चाहिँ यो गद्दी चाहिँ छोड्नुपर्छ नेताहरूले। म यति भन्दै मेरो भनाइलाई यही टुङ्ग्याउन चाहन्छु र सबैलाई म के आग्रह गर्न चाहन्छु भने राजतन्त्रमा सपोर्ट गरौँ। राजाले पनि केही काम गरेनन् भने राजतन्त्र फालेर फेरि गणतन्त्र ल्याउला। र चाहिँ केही दिन अघिको कुरा हो, कुलमान घिसिङ जसले चाहिँ 24 घण्टाको लोड सेडिङ हटाए। उनीहरूलाई हजुरले एउटा पदबाट हटाउनु भयो र भन्नुहुन्छ कि उहाँले हाम्रो नेतृत्वमा काम गर्नु भएन, हामीले भनेको मान्नु भएन र हामीले उहाँलाई हटाएको हो भनेर। अनि नेताहरूले भन्नुहुन्छ कि उहाँले इन्डियासँग चाहिँ धेरै रुपियाँमा चाहिँ विद्युत बेच्नु भयो भनेर हामीले उहाँलाई हटाएको रे। के त्यो देशको विकास गर्नको लागि हो नि त, त्यो पैसा त देशको विकास हुन्छ नि त त्यो पैसाले त। त्यही भएर त उहाँले त्यो कदम उठाउनु भयो होला नि मन्त्रीजीहरू। अस्ति केही दिन अगाडि केही करोड बोकेको गाडी चाहिँ भेटियो, अमेरिकी डलर बोकेको गाडी चाहिँ भेटियो। खै त्यो काण्ड त अब सेलाइसक्यो के। त्यो पैसा कहाँ गयो त नि? राज्यको ढुकुटीमा गयो। मन्त्रीजीहरूलाई मैले सोध्न चाहन्छु त्यो पैसा कहाँ गयो? राज्यको ढुकुटीमा गयो।
अवश्य गएन, त्यो त नेताहरूको खोल्टीमा नै गएको हो नि। त्यो पैसाले त्यो पैसा